वेलकम टू माई न्यू ब्लग। साथीहरू आज हेर्नुहुनेछ यो चाहिँ मलाइटोलदेखि गिडी जाने बाटो रहेको छ। यहाँ नहर साफ हुँदैछ, नहर साफ गर्दैछ। अहिले चाहिँ धानको बिउहरू रोपेको छ, त्यही कारणले धान रोप्नको लागि यहाँ नहर सफा गरिरहेको छ। किनकि यहाँ पानी आउँछ भने खेतीमा पानी जान्छ, खेतमा पानी जान्छ, त्यही कारणले यहाँ जेसिबी चलिरहेको छ। हेर्नुहुनेछ कति राम्रोदेखि यहाँ साफ गरिरहेको छ। यो सबै म बताउँछु किन साफ गरिरहेको छ भने यहाँ आज आएको थियो घुम्न, अहिले देख्दैछु कि यहाँ सफा हुँदैछ, त्यही कारणले म भिडियो बनाउन आएको छु। अनि त्यो पनि बताउँछु कि किन सफा भइरहेको छ। अगाडि म हेराउँछु यो सफा यसरी भइरहेको छ कि यो सफा हुन्छ। अहिले देख्नु कति फोहोर रहेको छ, फोहोर रहेको छ। यो नहर सिँचाइबाट यो नहर सफा हुँदैछ। यो सफा हुन्छ भने यहाँबाट पानी राम्रोसित बग्छ अनि हरेक खेतमा पुग्छ, त्यही कारणले यो चाहिँ नहर सफा भइरहेको छ। अहिले हेर्नुहुनेछ यहाँ कति फोहोर रहेको छ, त्यहाँ सफा गरिरहेको छ। त्यहाँबाट पनि म यहाँबाट भिडियो बनाउँछु कि यो चाहिँ हामीहरूको फेमस ठाउँ रहेको छ। त म यहीँ आज जेसिबीले नहर सफा हुँदैछ। यहाँ त बिउहरू रोपेको छैन, त्यहाँ बिउहरू रोपेको छ। म जुम गरेर बताइरहेको छु। हेर्नु त्यहाँ जुम गर्दैछु। त्यही बिउहरू ठुलो हुन्छ भने खेतमा रोप्छ अनि यहाँ पानी आउँछ भने पानी पटाएर यो नहरबाट खेतमा पानी लगेर त्यो बिउहरू रोप्ने गर्छ। अनि फेरि धान हुन्छ, धान पछि के हुन्छ हाम्रो थालमा त्यो भात आउँछ, त्यही कारणले यति मेहनत भइरहेको छ। त्यहाँ पनि म हेर आउँछु, यहाँ हामीहरू बस्ने गर्छु। यो चाहिँ फेमस पुल रहेको छ साथीहरू, यो चाहिँ फेमस पुल रहेको छ। यहीँ आज घुम्न आएको थियो अनि हेर्नुहुनेछ कति राम्रोदेखि यो नहर सिँचाइले आफ्नो काम गर्दैछ। यहाँ हेर्नुहुनेछ यो पनि सफा गरेको छ। अनि यहाँ पुल थियो, त्यही कारणले अब के कारणले अब त्यहाँ ढलान भएको छ, त्यही कारणले त्यहाँ छोडेको छ। अब अगाडि पनि सफा गर्छ। हेर्नु यहाँ पानीलाई बन्द गरेर अगाडि सफा गरिरहेको छ धेरै राम्रोसित। अब यहीँबाट पानीहरू जान्छ खेतमा अनि राम्रोसित खेती हुन्छ। त्यसको लागि म नहर सिँचाइलाई धन्यवाद गर्न चाहन्छु। अनि यस्तै नै राम्रो काम हुनुहोस् भने हाम्रो नेपालमा धेरै राम्रो काम हुँदैछ। जय नेपाल साथीहरू। आजको लागि यति नै, फेरि म अग्लो भिडियोमा मिल्छु।